म चाहिँ फेरि पनि आइसकेको छु मेरो भ्लगमा। वेलकम ब्याक माई भ्लग। के बोले हेलो गाइज, अनि म फेरि पनि आइसकेको छु मेरो भ्लगमा। अनि आइयो तपाईँहरू सबै सन्चै आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। अनि मेरो नवीन भाइ नै आरामै रहेछ नि है नवीन भाइ? यता हेर हाई भन्ने हो न। हाई गाइज। अहिले अँध्यारोमा देखेन हेर अनुहारै देखिएन त आज त है। यताबाट देखिन्छ कि यार है? बल्ल देख्यो। यार नवीन भाइले चाहिँ पिल्लर हानिराख्यो। खाना खाने बेला भयो, ठगी त यहीँ हुनुहुन्छ। ठगीलाई अब उता जानुभयो है। अनि सो गाइज म चाहिँ आज चाहिँ काममा आएको है। हिजो अस्तिसँग घरै चाहिँ आज चाहिँ काममा आएको। काममा आएको नि तिमी त मस्त आएर पैसा कमायो त नि यार। किनको पैसा कमाउँछ नि यार। म भने घर बसेर यार साडीमा फाइबर मै हो कान्छी रेलको ड्राइभर। यस्तो हो कि फेरि गीत त फेरि फेरि नवीन भाइले यस्तो हानेछ नि है पिलर बुट्टा हाने यार। फेरि यहाँ खै भात खान जानु भन्छ म खाँदिनँ भात, तिमीहरू खाऊ। मैले खाएर आएको है, लौका र आलु खाएर आएको आज यार। मजा पाएन लौका र आलु खाएको यार आज। अनि 2टा अन्डा खाएर आएको। आज घाम चाहिँ डेन्जरै चर्को लगाएर हुन्छ गाइज है। तर फेरि यस्तो हो कि घर बस्दाखेरि चाहिँ घाम चर्को लाग्यो भने गरम हुन्छ है। काममा आयो भने चाहिँ घाम चर्को भए पनि मतलब हुँदैन कि त्यो कुरा चाहिँ होइन कि कसो नवीन भाइ? तिम्रो नङ देखाइदिउ न। नङमा रङ लाउँदा यार नेल पलिस गरे जस्तो भयो। हग्ने बेला नि गुवा अड्किने नङ हो यो चाहिँ है। यति आदि गुवा अड्किन्छ है। गु चाहिँ अड्किन्छ त्यो नङमा है। अनि केटाहरू चाहिँ भात खाने म चाहिँ सुत्दिने हो गाइज है। केटाहरू भात खान्छ म चाहिँ सुत्दिने हो। मतलब छैन मलाई, मतलब छैन मलाई। माथि त्यस्तो 3 बसेर खानु गरिमा यहीँ मुनि खायो भइहाल्यो नि। माथिको हुन्छ गाई चाहिँ नि। अस्ति नै चाहिँ म यही घर पुटिङ काट्न आएको थिएँ है। अहिले त्यस्तो दामी भइसक्यो है। अनि म नि खान्छु है पानी। गाइज भात खान जान लाउनु भयो है। फेरि नवीन भाइको हात फेरि काम्दैन कि होइन। म चाहिँ सुत्दिने हो गाइज। माथि गएर केटाहरू खान्छन्। सो फाइनली म चाहिँ एयरपोर्ट निर आइसकेको छु हो कि आज है। ल गाइज अब दाइहरूले खाना खान्छ, म नवीन भाइले खाना खान्छन्। अनि म चाहिँ सुत्छु है गाइज है। यहाँ नि खाना खाइरहेछन् केटाहरूले। अनि म चाहिँ सुत्न गएको है गाइज है। ल सुतेर उठेपछि भेटौँला है गाइज है। 2 hours later. गाइज म चाहिँ यहाँ आइसकेँ है। माथि फेरि पनि रङ हान्न आएको। 20 लिटर रङ आयो है। रङ हान्न लाग्यो मैले चाहिँ फेरि यहाँ माथि कोठामा। अनि रङ चाहिँ कस्तो छ भन्दाखेरि चाहिँ यस्तो छ कि है। यो रङको नाम के भन्छ भने क्रिम कलर भन्छ हाम्रो यसलाई है। कस्तो भन्छ अनि अब
क्रिम कलर भन्छ अब कस्तो क्रिम कलर भन्ने है फेरि कस्तो क्रिम कलर भनेर चाहिँ कमेन्ट गरिदिनुहोस् है अनि के कस्तो छ तपाईँहरूको अनि म चाहिँ अनि यस्तो पसिना पसिना भइएछ है करिम छ शीतल पानी परेको थियो अघि पोखरामा त आज अनि असार 15 दही चिउरा खाने दिन है अनि सबैजना दही चिउरा खानुभयो होला घर रमाइलो गरेर आउनुभयो होला अब मन जाने हो घर दही चिउरा खाने हो अनि रमाइलो गर्ने हो र रमाइलो गरेको त खै के हुन्छ कुनै है कस्तो हुन्छ थाहा भएन अनि म चाहिँ बिहान कपडा यहीँ झ्यालमै झुन्डाइदिएको थिएँ कि कपडा यहीँ झ्यालमै झुन्डाइदिएको थिएँ चप्पल यहीँ छ मेरो फेरि सुपरस्टार चप्पल हो कि फेरि सुपरस्टार चप्पल हो फेरि गिद्दी हाने जस्तो लाउला फेरि तपाईँहरूलाई हेर्नु है म देखाइदिन्छु सुपरस्टार भन्ने चिज हेर्नु त हेर्नु भने होइन हेर्नुभयो गाइज भने सुपरस्टार हो कि फेरि सुपरस्टार हो कि गाइज फेरि मन्नी मेरो कलाकार सुपरस्टार यहाँ फेरि गिद्दी हानेर जोगी गऱ्यो फेरि यसरी है अनि म चाहिँ यहाँ पिर्गाउँमा बसिरहेको अनि ठकुर दाइ चाहिँ उता टोइलेटमा हानेर आउनुभयो ब्रुस हानेर आउनुभयो अनि म चाहिँ यहाँ आएर पुरा चिल हानिरहेको कि गाइज के गाइज गाइज भन्ने मात्र बोली आउँछ मलाई फेरि अनि त्यही हो त नि अब के कस्तो हुन्छ अब भिडियो तपाईँहरूलाई नि कस्तो लगाइरहेको छु नि मेरो डेली ब्लग है जस्तो हुन्छ त्यस्तै हालिदिरहेको मैले चाहिँ अनि यतापट्टि चाहिँ घर छ है त्यता फेरि बवाल हो कि फेरि के भन्ने बवाल जस्तो पब हो पब छ है सरङगढमा पानी परिरहेको छ मैले चाहिँ देखेको छु तपाईँहरूले देख्नु हुँदैन फेरि मेरो क्यामेरा उहाँसँग पुग्दैन है स्यामसङ 8 प्लसबाट बनाएको 2000 years later गाइस अब चाहिँ घरतिर जानु लाग्यो है सामान भिरेर कपडा अर्को साइडमा जाने रे हामी तिनजना अर्को साइडमा जाने रे नवीन भाइ चाहिँ त्यहाँ छन् है घर चाहिँ यही हो हामीले रङको काम गरेको आज 2-3 हप्ता भयो ल ठकुरदा हामी जानु लाग्यो है गाइस ठकुरदा आउँदै हुनुहुन्छ पछि म चाहिँ अघि हो के अन्त नि अब आठबाटै भ्लग गर्दै जाने हो दुःख पाराले जाने हो होइन सबैजनाले हेरेर आउँछ होइन रोज्दै चाँडाउनु न चाँडाउनु सो गाइज म चाहिँ जाँदैछौँ है हिँडिसक्यो ल भाइ कहाँ हो र हामी गयौँ हामी यहाँ रे पुग्नु पर्ने होइन डेन्जर भयो कि गाइस मौसम चाहिँ पानी पर्ला जस्तो भयो है फिस लाएर पनि हामी बससम्म जाँदैछौँ होइन बससँग जाँदैछौँ दुईटा नानी हाँसिराखेका छन् हाँसिरहेको नानी चाहिँ होइन भुत्तुके भयो नानी चाहिँ क्यामेरामा देखाइदिएको फेरि र गाइस ए पुन्टे ए अमालडोन ल बाई भनिदियो बाई ल बाई ल केटा हामी चाहिँ कस्तो जे भयो भने लगाउँदै हिँड्यो ढुक्क चिलाउट पारामा पागल हो गाई चाहिँ छिटछिटो हिँड्ने त म नि छिटछिटो हिँड्नु पऱ्यो गाई कति बज्यो रोडेक्समा हेर्नु पऱ्यो 6:10 भएछ है
अब छिटछुट जानु पर्यो घर चाहिँ जानुपर्छ अब च्याप्पल लाएर त्यस्तै हो फाइनल्ली साइड चाहिँ आइपुग्यो है त्यस्तै हो तेरी मेरी तेरी प्रेम कहानी है मस्की फाइनल्ली ब्लगर यहाँ घरभित्र छिर्न लागिसकेको छ फाइनल्ली ब्लगर यहाँ आइसक्यो यहाँ ठेगालाई हजुर रिजन भाइ आएको छैन हामी लाग्यौँ यहीँ राखेर जानु पर्यो यार भारी छ माथि राख्ने भन्थ्यो यहीँ राखिदिने कपडा चाहिँ जाउँदै जाउँ तल सकेको छैन भोलि मेरो नि कपाल लामो लामो भएछ है गाइज अब खुइलाउन बाँकी छ फेरि खुट्टालो हानिदिने हो कि कपालले मलाई फेरि ट्यापे भन्छ कि सबैले ट्यापे जस्तो देखिन्छ भन्छ ट्यापे चाहिँ होइन है फेरि म है होइन ट्यापे चाहिँ होइन यो दाइ चाहिँ मेरो सपोर्टमा हुनुहुन्छ है अरू नभए नि होइन होइन हिँडेर भयो नि हातै गलेर आउने त्यसो गरे एकछिन समाउँदा नि अब बससँग भयो अगाडिसँग त हो नि अनि बसमा त गर्ने त नि फेरि होइन अनि उस्तै पऱ्यो बस्ने ठाउँै हुँदैन अनि कहाँबाट देखाउँदा नि यस्तै सानो ती आकाशमा त पानी पर्ला जस्तै भयो क्या आज चाहिँ अँध्यारो भयो पोखरामा पुरै अँध्यारो भयो गाइज है अनि तपाईँहरूलाई चाहिँ मेरो भिडियो कस्तो लाग्छ कमेन्टमा भनिदिनु है राम्रो लाग्छ भने कमेन्ट गरिदिनु केही भनिदिनु नराम्रो लाग्छ भने नि केही कुरामा मिस्टेक भएको छ भने भनिदिनुहोस् कमेन्टमा त्यो गल्तीमा म सुधार्दै गर्छु त सकेसँग गाली नगरिदिनु मलाई है मेरो बोली ठिक ठाउँमा छैन फेरि गाइज घरि गाइज निस्किन्छ घरि केही निस्किन्छ है त्यस्तै हो कान्छी खै देखाइदियो नाचेको नि ल ल बाई बाई भन्नु बाई जाउँदै जाउँ भ्लग गर्दै हिँड्ने हो नभए नि राति के देखाउँछौ अब राति केही पनि देखाउने हिँड्दै एडिट गर्ने अनि हालिदिने हो कि राति त घर जाने हो मोबाइल ताजा राख्नु पर्यो त्यसपछि अनि एडिट गरिदिने हो अनि अपलोड गरिदिने हो अपलोड भइरहन्छ अनि भात सात खाने सुत्दिने अनि जुर्को उठ्यौँ भोलि बिहान आउने अनि धानकै बालाबारीमा यहाँ चाहिँ धान रोप्दै छ है गाई चाहिँ धान रोप्दै भन्दा नि धान रोपेको छैन आज चाहिँ यहाँ आन्टीहरूले रोपिरहनु भयो रहेछ नि त मेला चिल पाराले यस्तरी रमाइलो भएको हुन्छ यार पुरै हेर्नु न यत्रो छ यार फाँटहरू यत्रो छ यार होइन यस्तरी पहिला देखायो भने गाली भन्नु देखेन नै आज असार 15 धान रोपिरहनु भयो असार 15 तपाईँहरू चाहिँ के गरिरहनु भयो कमेन्ट बक्समा भनिदिनु है मलाई यसो थाहा पाऊँ तपाईँहरू के गर्नुभयो है हेर्ने मेरो फ्यामिलीहरूले अल युट्युब फ्यामिलीहरूलाई आजको दिन चाहिँ नेपालीहरूलाई के गरिरहनु भयो पाइट चाहिँ झरे गर्छ कि यार अफिस खुल्ला नि रहेछ यार भ्लग गरे
अब धेरै होइन चोक आउनु लागिसक्यो हामी चाहिँ हिँड्ने भइसक्यो 5-10 मिनट भइसक्यो भनेको नि चिन चाहिँ बिग्रियो रहेछ भनेको बिग्रेको छैन रहेछ पैसा हरायो भनेको हेरेर फेरि गिद्दी हुन्छ कि फेरि पैसा हरायो भने फेरि गलेर आउने नि बाटोमा पुग्यो औडा लगाइसक्यो मलाई औडा लगाइसक्यो अलिअलि मोटिभेसन आउँछ कि फेरि कभर गर्ने होइन जमाइले हेरेँ हाँसो लाउने कि कस्तो है गाइस के भन्नु अब हाँसो लाएर आउँछ मलाई फेरि आयो 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 बाटो बनिसक्यो अस्ति आउँदै थियो बल्ल यो यताको यो ढलन गर्दै थियो है काठसाट लगाइसकेर हालिरहनु थियो पानी सानी आउँछ यताहरू फुडो सुडो हान्दै रहेछ पानी यस्तो अन्त रमाइलो भनेको पानीमा ढुक्क पोस्ट छ केटाहरूको भ्लग बनाउँदै हिँडेको ल फाइनली हाम्रो दिनु न मान्दिन्न 1000 रुपियाँ बाइक सिकाउनु पढ्नु चाहिँ पछि गएर गाइस पैसा पाउनु लाग्यो यार ठेक्दारले बाटो हिँडिरहेर यस्तो पैसा बेला के बिल्ला हो नि सक्छ त कसैले यतिको गर्न नि हात्ती हो हात्ती फेरि केटा हो हात्ती कतिवटा हात्ती आउँछ थाहा छैन आज मेरो भाइको चाहिँ मोबाइल सोबाइल चोरिदिएछ है मोबाइल चाहिँ चोरिदिएछ मेरो भाइको अनि घरबाटै चोरिदिएछ के मोबाइल चाहिँ कहिले दिन्छ त 10,000 तेरो बाबा 10 दिन्छ 5 दिन्छ यो महिना भयो 3 दिन कहाँ आज 4 दिन भयो कहाँ भरे कति पैसाको 10 आज 10 हुन्छ हुन्छ काम गर्ने मान्छेहरू वा हाइवाला मान्छेहरू आज 10 दिन हो कहाँको 10 दिन आज अस्ति यो महिनामा? छ अनि नसुनाएको त्यस्तो कुराहरू यहाँ भ्लगमा सुनाउने गाइज है त्यो बेगारी कुरा कुरा अनि अस्ति अनि यहाँ 1 दिन अनि वहाँ मुनि 2 दिन अनि 3 दिन अनि 6 तेरो हिसाब मैले राखेको छु होला अझै 10 दिन होइन तिमी योमा ध्यान देऊ क्या भोलि भेटौँला है बेलुका दारू खाइन्छ भन्नु त्यस्तो चाहिँ खाइँदैन है गाइज है अब म चाहिँ डाइरेक्ट जाने हो बाइक सिक्न जाने हो गाइज म चाहिँ अब आज 1000 रुपियाँ दिएर बाइक सिक्न जाने आज चाहिँ म डोजरले खनिरहेर चाहिँ यस्तो कताबाट आयो नि त जीवनलाई ऊ त बाइक त अनि त्यताबाट कहाँबाट आउँछ नि त यो अनि होइन रोडमा आइसक्यो यार भएर काउली फ्लावर हसी बजार बाख्रा बजार आयो गाइस बाख्रा बजार अघि कि बिहान होइन एउटा बुढोले होइन बाख्रा बजार लैजाऊ भाइ म कतिको गाडी भाडा भन्दै होइन अनि कहाँ हो र बाख्रा बजार भनिरहेको थिएँ होइन अनि खसी बजार हो कि भनेर लगाइदिएको मैले अनि खसी बजार हो आजभोलि नाम भन्छ हो गाइस हामी चाहिँ अहिले घर गएपछि भेटौँला है गाइस है अब बस कुर्नु पऱ्यो 2,000 years later. म चाहिँ घर आइसकेको है सुत्दैछु आउने बित्तिकै है बाइक सिक्न गएको नि
बन्द रहेछ कि म चाहिँ 7 बजे पुगेछु कि 6 बजीसँग अन्थ्यो फेरि अनि मैना पुल झरेर अनि हिँड्दै गएँ म फेरि अनि त्यस्तै लाग्यो अनि 7 बजी चाहिँ ट्याक्क मैले भेटेको थिएँ त्यहाँको दाइलाई अनि अब त हुँदैन भाइ अब म नि घर जानु लाग्यो भन्ला भोलि आऊ भने अनि म चाहिँ अनि अहिले चाहिँ म चाहिँ सुत्दैछु कि अनि खानासाना खाएर है सुत्दैछु अनि अहिले चाहिँ कति बजी छ भने 5 बज्नलाई 5 मिनट बाँकी छ कि है 5 बज्नलाई 5 मिनट बाँकी छ अनि म चाहिँ 4 बजी उठेर नि अब भ्लग सग एडिट गर्दै बसिरहेको थिएँ अनि त्यही त है गाई चाहिँ अनि आज दिन भयो हिजो भयो नि त है अहिले त अब हिजो असार 15मा अब काममा गइयो हेरियो धानसान रोपेको नि हेरियो है अनि आइयो 1000 रुपियाँ नि पाइयो त्यही त नि मेरो भिडियोमा चाहिँ अब त्यही कतिपय गल्ती भइरहेको छ है आफूलाई थाहा होइन अब तपाईँहरूले देख्यो भने भनिदिनु कमेन्ट बक्समा अनि त्यति भन्दैमा नि लाइक एन्ड सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु है अनि त्यति भन्दैमा ल बाई बाई